एभ्रिवान आज चाहिँ हामी टेक मी अवे एजुकेसन कन्सल्टेन्सीको बारेमा चाहिँ केही इन्फर्मेसनहरू चाहिँ यहाँहरूलाई प्रोभाइड गर्न लागेका छौँ। आई होप दिस इन्फर्मेसन सेसन वुड बी हेल्पफुल फर यु गाइज। सो हामी म्यामलाई चाहिँ फ्यु क्वेसन्सहरू सोध्छौँ रिगार्डिङ टिएमए एजुकेसन कन्सल्टेन्सी। सो म्यामलाई चाहिँ टेक मी अवे एजुकेसन कन्सल्टेन्सीको इस्टाब्लिसमेन्ट चाहिँ कहिले भएको थियो र कस्तो कस्तो खालको प्रोग्रामहरू चाहिँ हामीले यहाँबाट सञ्चालन गरिरहेका छौँ यसको बारेमा इन्फर्मेसन दिनुहुन्छ कि? टेक मी अवे एजुकेसन कन्सल्टेन्सी विगत 12 वर्षदेखि शिक्षा मन्त्रालयमा दर्ता भएर जेन्युन वेमा सर्भिस दिँदै आइरहेको कन्सल्टेन्सी हो। यसमा चाहिँ हामीले धेरै सेक्टरहरूलाई कभर अप गरिराखेको छौँ, जसमा एउटा स्टुडेन्टको पाटो छ भने अर्को हेल्थ केयर, जहाँ चाहिँ मेडिकल पर्सनहरू जो मेडिकल नर्स डक्टरहरू लगायतका पर्सनहरू हुन्छ उहाँहरूले पनि हाम्रो कन्सल्टेन्सीको थ्रुबाट प्रोसेस गरेर एब्रोडमा काम गरिरहेको पनि हुनुहुन्छ। So it's very interesting किनकि लट अफ कन्सल्टेन्सीहरू चाहिँ प्रायः जसो स्टुडेन्टको पाटो अस्ट्रेलिया युकेको लागि गरिरहनु भएको छ होइन। सो यहाँ हेल्थ केयर डिपार्टमेन्ट भनेपछि इट्स बिट डिफ्रेन्ट होइन। सो यसको बारेमा हामीले कसरी काम गर्छौँ, कस्तो कस्तो हामीले चाहिँ डिग्रिजहरूलाई चाहिँ त्यसको उसमा चाहिँ हामीले काम गर्छौँ भन्ने कुरा चाहिँ अलिक डिटेलमा इन्फर्मेसन दिनुहुन्छ। हेल्थ सेक्टर अन्तर्गत चाहिँ हामीले जो मेडिकल पर्सनहरू हुनुहुन्छ नि, डक्टर नर्स ल्याब भिडियोग्राफर लगायत जसले चाहिँ 3 इयर्सभन्दा माथिको मेडिकल कोर्सहरू गरिसकेकोहरू हुनुहुन्छ उहाँहरूले चाहिँ नेपालमा लाइसेन्स लिएर काम गरिरहेको हुनुहुन्छ। तर नेपालभन्दा बाहिर पनि आफ्नो सेक्टरहरूलाई अलिकति बढाएर इन्टरनेसनल एक्सपोजर हुन चाहनुहुन्छ, आफ्नै पोस्टमा काम गर्न चाहनुहुन्छ भने उहाँहरूलाई मिडल इस्ट कन्ट्रीहरू हुन्छ। त्यो मात्रै नभएर युएस अस्ट्रेलियाका काम प्रोग्रामहरूमा पनि हामीले चाहिँ उनीहरूलाई रजिस्ट्रेसन गराउने प्रोसेसहरूमा गाइड गर्छौँ, जुनमा चाहिँ अब मिडल इस्ट हो भने इक्जाम हुन्छ, डाटा फ्लो प्रोमेटिक्स इक्जामहरू, रजिस्ट्रेसनका कुराहरू यो सबैमा गाइड गरिराखेको हुन्छौँ। एन्ड वाट अबाउट क्लासेस यसमा पनि प्रिपरेसनका क्लासहरू हुन्छ, जुन प्रिपरेसनका क्लासहरू चाहिँ हामीले अल मेडिकल सेक्टरका स्टुडेन्टहरूले उहाँहरूले चाहेको टाइम अनुसार प्रोभाइड गरिरहेका छौँ। तर यति बेला चाहिँ नयाँ सरकार बनेसँगै केही डिस्काउन्टहरू पनि दिइराखेका छौँ। ओके, सो हामीले एन्क्लेसको पार्ट पनि कभर गरिरहेका छौँ हेल्थ सेक्टरमा। एकदमै अहिले चाहिँ हामीले एन्क्लेसमा पनि एकदमै बिग अफरहरूका साथ क्लासहरू सञ्चालन गरिरहेका छौँ। कसैले अस्ट्रेलिया जान्छु, युएस जान्छु, अस्ट्रेलिया उभी पाथवे युएसको एन्क्लेस गरेर जान्छु भन्नेहरू हुनुहुन्छ भने पनि उहाँहरूलाई पनि हामीले एन्क्लेसका क्लासहरू रन गराइरहेका छौँ। यदि इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ एकचोटि भिजिट गर्नुभयो भने हामीले अफरका क्लासहरू सहित रनिङ गराइरहेछौँ। र अर्को कुरा, हाम्रोमा आएर कसैले क्लास लिन चाहनुहुन्छ भने चाहिँ उहाँहरूलाई कन्फिडेन्ट लेभल नभएर पास नहुँदासँगै क्लासहरू कन्टिन्यू हुन्छ। एकचोटि क्लास लिनुभयो, इक्जाम हो बिग्रिन सक्छ, बिग्रियो भने नि फेरि रिजोइन हुन्छु भने पनि हामीले एकचोटि गरिसकेको स्टुडेन्टहरू हाम्रोमा जोइन हुनुभएको छ भने चाहिँ उहाँहरूलाई पास नहुँदासँगै गाइड गरिराखेका छौँ। धेरै राम्रो कुरा। वेल यो त अब हाम्रो हेल्थको पार्ट भयो होइन। मिडल इस्ट कन्ट्री बाहेक हेल्थ प्रोफेसनल बाहेक भनौँ अरू स्टुडेन्टको पार्टमा चाहिँ यहाँहरूले कुन कुन देशको लागि चाहिँ काम गर्नुहुन्छ र कस्तो कस्तो कोर्सेसहरूको लागि चाहिँ यहाँहरूले चाहिँ काम गरिरहनु भएको छ त्यसको बारेमा पनि इन्फर्मेसन दिनुहुन्छ कि? हो, जसरी हेल्थ सेक्टर त भइ नै हाल्यो, स्टुडेन्टको पाटोमा चाहिँ हामीले ब्याचलरदेखि मास्टर त्यति मात्रै भएन, पिएचडीसम्मका प्रोग्रामहरू पनि रिसर्चका प्रोग्रामहरू पनि लिएर आइराखेका छौँ। त्यसमा चाहिँ अब पेएबल मात्र नभएर फन्डेड स्कलरसिपका प्रोग्रामहरू पनि लिएर आइराखेका छौँ। कतिजनाहरूलाई अब हुन्छ नि त एज अ ब्याचलरका कोर्सहरू मात्रै गरिरहेको हुन्छ भने हामीले चाहिँ ब्याचलरदेखि पिएचडी गर्नसम्म जान चाहनेहरूलाई पनि एकदमै राम्रा प्रोग्रामहरू राम्रो युनिभर्सिटीहरू लिएर आएर चाहिँ काम गरिराखेका छौँ। ओके, सो हजुरहरू पनि यस्तै खालका विभिन्न प्रोग्राममा चाहिँ आफूलाई इनरोल गर्न चाहनुहुन्छ भने चाहिँ यहाँहरूले टेक मी अवे एजुकेसन कन्सल्टेन्सीमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। प्लिज मेक भिजिट टु अस।